सबैजनालाई। आज चाहिँ हामी दुईजना ताप्लेजुङको यात्रा निस्केको छौँ। आरु खै आरु एकजना टिकट ल्याउने र हाम्रो साथी यता के भएको के साह्रो लजाको हौ। हामी चाहिँ ताप्लेजुङको बसाइ ताप्लेजुङ घुम्न जाँदैछौँ होइन साथी? कमान्डो ट्रेनिङमा कमान्डो ट्रेनिङमा अरे। आयामा र अहिलेको आजको मौसम चाहिँ यस्तो छ। 2083 साल 4 महिना 5 गतेको मौसम। हेलो भनिदिनु साथीहरूलाई। यस्तो छ आजको मौसम। हेलो सबैजनालाई फेरि पनि स्वागत छ मेरो केमा सिरिज ब्लगमा। आज चाहिँ ताप्लेजुङको यात्रा 12 बजे हामी निस्केको। बाटो बिग्रेको कारण गाडी पाइँदैन। नम्बर गाडीमा हो यसरी आजको यात्रा यस्तो छ बाटो। र तपाईहरुलाई म भ्लग आजको कति बजी पुगिन्छ भनेर देखाउँछु। त्यस्तो छ बाटो चाहिँ। फाइनली पाइसकेको बाटोबाट मेन हाइवे चाहिँ हामी आयौँ। मेन हाइवे भएर त्यस्तो छ। मौसम चाहिँ क्या अरू के हो त्यस्तो। मेरो मौसम चाहिँ के भन्नु प्याक गरेर राख्नु जस्तो हुन्छ। अब चाहिँ हामी पुग्यो 3-4 घण्टा काटेर जानुपर्छ। साथी भाइ पनि यस्तो भइसकेको छ सिकिस्तै। साथी पुग्यो किनकि क्वालिटी लो है यहाँ त यस्तो पहिरो गइरहेको छ। यस्तो छ बाटो पहिरोबाट डेन्जरस डेन्जरस। अलिक हुन्छ अहिले राख्नु पर्यो। 12 मिनटमा राख्नु पर्यो। कत्रो ढुङ्गा रहेछ साथी चाहिँ पर किन ढिलो। यति राम्रै मान्छे ढिलो आएर भयो। किन बोला केटा बोलो। उहाँ चाहिँ भर्खर कोरियाबाट आउनुभएको त्यही भएर हिँड्न सकिराख्नु भएको छैन। खै कोरियाको चक्लेट ब्यागमा छ कोरियाको चक्लेट।